जनताका आधारभूत आवश्यकता घाँस बाँस कपासको आवश्यकतालाई पूरा गर्नका लागि कुन सेक्टरमा चाहिँ यो सरकारले चाहिँ प्राथमिकता दिएर लगानी गर्नुपर्छ? हजुर, अब सबभन्दा पहिलो कृषि नै हो। हामी आत्मनिर्भर बनौँ, धेरै ठुलो पनि अपेक्षा नराखौँ। हामी कुनै धान चामल निर्यात कम्पनी भन्ने थियो, हामीले सुन्दा बुझ्दा पनि होइन। तर अब हामी निर्यात गर्न अहिले सक्दैनौँ। अहिले तत्काल हामी त्यत्रो आयात गरिरहेका छौँ, निर्यात सक्दैनौँ। कमसेकम फलफुल तरकारी सागसब्जी हाम्रो चाहिँ अन्न बाली हामीले कमसेकम खान पुग्ने गरी नेपालमै उत्पादन खालको व्यवस्थापन गरौँ। त्यो सकिन्छ होइन। दोस्रो भनेको तपाईँको पर्यटन, जो विभिन्न मुलुकको जसमा हामी पनि जान्छौँ घुम्नलाई, इन्डोनेसिया बालीदेखि लिएर विभिन्न देशहरूमा कसरी हामीले गरिरहेका छौँ त्यो कुरालाई हामी सिको गरेर हाम्रो नेपालमा यत्रा ठुला लुम्बिनीदेखि लिएर सगरमाथा लिएर अब हामीसँग धेरै पर्यटकहरू भित्राउन सक्ने हामीसँग चाहिँ ठाउँहरू छन्। पोखरा भयो, अब विभिन्न सेक्टर काठमाडौँ नै भयो, अब छ। त्यो क्षेत्रलाई हामीले कसरी विकास गर्ने, उनीहरूलाई के रुचि छ। हामी जबरजस्ती उसलाई बोलाएर एउटा अमेरिकाको नागरिकलाई बोलाएर यहाँ बसाएर पानी मिठो गरेर हाम्रो चाहिँ लोकल कुखुरा खुवायौँ भएर मात्रै हुँदो रहेछ। मेरो अनुभवमा उनीहरूलाई जे मनपर्छ त्यो, किनभने हामी यहाँ गएर अमेरिका गयो भने दाल भात खोज्दै जान्छौँ भने उसलाई पनि त उसको खाने यहाँ रुचि होला नि त। त्यो खालको व्यवस्थापन, साना कुराहरू व्यवस्थापन नहुँदाखेरि पनि उनीहरू कतिपय यो भयो भने यसलाई अलिकति दोस्रो पर्यटन हो। तेस्रो भनेको हाम्रो तपाईँको इनर्जी नै हो। इनर्जीमा दुईटा सेक्टर, एउटा चाहिँ तपाईँको हाइड्रो पावरको सेक्टर होइन। हाइड्रो पावरको सेक्टर त्यसलाई इनर्जी ब्याङ्कसँग जोडेर सार्क मुलुकमा हामीले कसरी चाहिँ हाम्रो दैनिकी रूपमा चाहिँ त्यसको गर्न सकिन्छ र निजी क्षेत्रलाई पनि अब खुल्ला रूपमा तिमीहरू आफ्नो निकासी आफै गर भएर छोडिदिने हो भने उनीहरूले आफ्नो कम्पनीहरूसँग आफ्नो ठाउँमा टाइअप गर्छ, निकासी हुन्छ। हामीले बन्देज गरेर विद्युत प्राधिकरण मात्रै हो त्यसको सबै भएर राख्नु हुँदैन। अब त्यसरी खुल्ला रूपमा छोडिदिनुपर्छ, नियन्त्रण गर्नुपर्छ, नियमन गर्नुपर्छ, नियन्त्रण होइन। हरेक ठाउँमा त्यो किसिमले गर्न सकियो भने इनर्जी, अब इनर्जीमा एउटा हाइड्रो पावरको सेक्टर हो, अर्को चाहिँ तपाईँको सोलर भयो। एकदम सम्भावना बोकेको सोलर क्षेत्र जसले चाहिँ हामीलाई आफूलाई आन्तरिक रूपमा खपत गर्नलाई सोलरले पुगोस्। अनि हामी हाइड्रो पावर उत्पादन गरेर चाहिँ 5000 मेगावाट चाहिँ हामीले चाहिँ पठाउन सक्यौँ बाहिर भने त विदेश के भन्छ इन्डिया लगायत विभिन्न देशहरूमा भने त हामी त धनी हुन कति बेर पनि लाग्दैन नि। यी धनी हुने मेन तुरुन्त कमाइहाल्ने भनेको हाइड्रो हो। तपाईँको हामी चाहिँ इनर्जी सेक्टरमा सक्षम हुनुपर्छ। अनि चौथो भनेको हाम्रो उद्योग धन्दा भनेको साना तथा घरेलु उद्योगदेखि लिएर मध्यम स्तरका उद्योगहरू, ठुला उद्योग हामी त्यति जान सक्दैनौँ। यी उद्योगहरू युरिया मलको त्यो कथा चाहिँ नगरे हुन्छ। त्यो पैसा खर्च गरेर छुवा पार्ने मात्रै हो, त्यो गर्नु हुँदैन। युरिया मल ल्याउनै हुँदैन, युरिया मल चाहिँदैन नेपालमा। यो कुरा हो। हामीलाई कम्पोस्ट मलमै हामीले विकास गर्नुपर्छ, आफू आत्मनिर्भर बन्नुपर्छ र त्यो यो चाहिँ पर्यटनलाई पनि हामीले समर्थन गर्दै कृषि, पर्यटन, हाइड्रो पावर, उद्योग यो 4 क्षेत्रमा हामी चाहिँ विशेष गरेर फोकस गर्न सक्यौँ भने यो धेरै फोकस गरेकै छ, बजेटले पनि ल्याएकै छ कुरा। त्यो चाहिँ त्यही सेक्टरमा कार्यान्वयन हुनु पर्यो। अलिकति मिलेको छ भने रकमान्तर गरेर एउटा सेक्टरबाट अर्को सेक्टर मिलेको छैन भने त्यो मिलाउन लाएर भए पनि अर्थमन्त्रीले अलिकति बुद्धि लगाएर काम गर्नुभयो भने मेरो विचारमा 7% ग्रोथ त्यति ठुलो ग्रोथ चाहिँ आर्थिक विकासमा चाहिँ यो सरकार चाहिँ फोकस हुन्छ भन्ने यहाँलाई विश्वास छ? होइन, अब गर्नै पर्छ। अब हामी बाध्य छौँ। नेपाली जनताले प्रतिहार म्यान्डेट दिइसकेपछि सरकारप्रति अविश्वास गर्ने, सरकारले चाहिँ यो गर्दैन होला भन्ने लागेर अब हामीलाई सुख छैन र उहाँहरूलाई पनि अब हामी यो गर्न सक्दैनौँ होला भनेर उहाँहरूले पनि सुख पाउनुहुन्न। त्यसले गर्दा यो उहाँहरूलाई पनि च्यालेन्ज छ, प्रतिपक्षहरू बेन्चलाई पनि एकदम च्यालेन्ज छ र अरू हामी नेपाली नागरिक बौद्धिक समुदाय सबै मिलेर मलाई केही अनुभव छ भने मैले स्वतस्फूर्त मैले त्यहाँ चाहिँ काम गर्न पाएँ भने त पक्कै म केही गर्छु होइन। त्यो केही हडल्सहरू, केही चिजहरू सार्वजनिक संस्थानमा म जाँदै गर्दा त्यहाँ भएका समस्याहरूको सन्दर्भमा कतिपय कुरा सुनवाई नहुने कुराहरू, अप्ठ्यारा कुराहरू, केही कुरा ऐन कानुनका कुराहरू हामीले भने जस्तो नभइदा पनि कतिपय समस्या भएका कुराहरू आज पनि उद्योग थल्ला परिरहेका छन्। त्यसलाई कसरी हेर्ने दृष्टिकोणको सम्बन्धमा आफै उहाँहरूले धेरै जान्ने हुँदाखेरि पनि कहिले बिग्रिने कुराहरू, त्यो कुराहरू चाहिँ उहाँहरूले पनि सरकारले पनि त्यसलाई स्वीकार्नु पर्यो र अरू हामी साथीभाइहरूले पनि जसले जे जानेको छ अब यसलाई चाहिँ एउटा कुनै पारिश्रमिकको हिसाबले मात्रै नहेरिकन यसलाई चाहिँ गएर आफ्नो हिसाबले आफ्नो कुराहरू ठाउँबाट केही लाग्यो भने सोसियल मिडियाबाटै भए पनि उहाँहरूको कानसम्म सुन्ने गरी पुर्याउन सकियो भने त्यसले पक्कै पनि उहाँहरूलाई मद्दत गर्छ। र हामी सबै मिलेर अहिलेको जुन बजेट छ
अब बजेटलाई चाहिँ कार्यान्वयन पक्ष चाहिँ दह्रो बनाउन गऱ्यौँ। एकपल्ट एउटा सरकारले त्यो गर्यो भने त त्यो थिति बसाल्यो भने त अनि अर्को सरकार चेन्ज भयो भने केही फरक पर्दैन। त्यो चाहिँ एउटा थिति बसेर प्रथा बसेर गइसक्छ क्या। अहिले हाम्रो चाहिँ एकदम पहिलो 4 महिनामा कामै नहुने, 20% बजेट खर्च नहुने, दोस्रो 4 महिना त झन् केही नै नहुने, अनि तेस्रो 4 महिनामा गएर बेसरी काम हुने, असारमा गएर चाहिँ सबैतिरको बजेट खर्च हुने भनेपछि यो चाहिँ अलिक अनौठो छ। त्यसले गर्दा हामीले पहिलादेखि नै हामीले एउटा ब्यालेन्समा 30% 35% हामी चाहिँ यो पहिलो चौबासीमै खर्च गर्छौँ भनेर लक्ष्यका साथ गरेन भने कहाँ गरेन, किन गरेन, कसो गरेन, कुन मन्त्रीले गरेन, कुन सचिवले गरेन, कहाँ के भयो भन्ने खालको खबरदारी हुन सक्यो भने त त्यसपछि सचिवले अर्को सहसचिवलाई भन्छ, सहसचिवले कसैलाई भन्छ, एउटा चेन्ज छ नि त काम गर्ने। किन भएन त्यो? के काम त? के कानुनले रोक्यो कि अरू चिज रोक्यो, कहीँ रोक्यो कि होइन? अहिले हाइड्रो पावरलाई धेरै किसिमको चाहिँ कानुनले एउटा चाहिँ रोकेको थियो। अब अहिले धेरै खुल्ला पनि हुने खालको कुराहरू भइरहेको छ। अब त्यो भयो भने त धेरै राम्रो हुन्छ। त्यो गरेर काम गर्न जसलाई पनि म पैसा लगानी गर्छु भनेपछि त्यहाँ लगानी डुब्दैन भन्ने खालको एसुरेन्स मलाई पनि हुनु पर्यो नि, होइन? त्यो खालको हुनुपर्छ। ब्याङ्किङ सेक्टरहरूलाई पनि अब मौद्रिक नीति आउँदैछ नेपाल राष्ट्र ब्याङ्कको, त्यो बेला चाहिँ ब्याङ्किङ सेक्टरले हेर्नु पर्यो विपन्नको वर्ग कर्जा कसरी सुलभ तरिकाले हामीले डाइरेक्ट त्यो कृषकका हातमा पुर्याउन सक्छौँ, होइन? प्राप्त कर्जाको अलिकति क्षेत्र बढाइनु पर्यो। अहिले सीमित क्षेत्रलाई मात्रै प्राप्त कर्जा भनेको अलिक सब्सिडीमा छ त्यो ब्याज, होइन? त्यस्तै गरेर अरू पनि ब्याज, अब जस्तै विद्यार्थीहरू, यी इन्जिनियरिङ पढ्ने विद्यार्थी, यी मेडिकल पढ्ने विद्यार्थीलाई लोन दिउँ न सस्तोमा। यी बस्छन् नि, किन जान्छन् उहाँ विदेश गएर, किन तुवा भन्नु पर्यो, होइन? सस्तोमा लोन दिनुहोस्, पढिसकेपछि तिर्छन् उनीहरूले, पढिसकेपछि काम दिनुहोस्, त्यही काम गर्छन्, त्यहीँबाट पैसा तिर्छन्। हामीले जनशक्ति पनि भयो, उनीहरूलाई विद्यार्थी प्र्याक्टिकल लेभल पनि उत्रिन सक्ने भए, राम्रो एउटा चाहिँ शिक्षा पनि हो, विदेशमा पैसा पनि जाने भएन भने हामी त्यही पैसा घुमाउने हो। अब तर त्यो कुरा चाहिँ गर्नु चाहिँ पर्यो। यो विषयमा त बहसै हुँदैन। जस्तो आर्थिक कसरी परिवर्तन गर्ने, आर्थिक सम्पन्न जनतालाई कसरी सम्पन्न बनाउने, घाँस बास कपासको व्यवस्था कसरी गर्ने, उहाँहरू त भइरहेका घर पनि भत्काउनु मात्रै लाग्नुहुन्छ के हो? यसो छ। अब त्यसलाई त्यसो पनि हेरौँ। अब एउटा हिसाबको सुकुम्बासीको कुरा गर्न खोज्नु भएको होला। अब सुकुम्बासीहरूलाई व्यवस्थित गरेर भगाउनु पाएको भए बेस्ट हुन्थ्यो। अब त्यो भएन। अब त्यो व्यवस्थित गर्न खोज्दा त्यहाँ भत्काउनै नसकिने स्थिति पनि थियो होला। त्यसरी पनि एजुकेसन गरौँ, होइन? त्यसले गर्दाखेरि धेरैचोटि व्यवस्थित गर्न पहिला पनि खोजियो नि त, सकिएको थिएन। त्यसले गर्दा अब भत्काइयो, जे भयो भयो। अब त्यसलाई जे भयो भने एउटा आन्दोलनकै एउटा रूप लिएर अब चाहिँ उहाँहरूलाई अलिकति व्यवस्थित, म चाहिँ के भन्छु भने कुनै एउटा क्षेत्रमा उहाँहरूको घर जिल्ला कहाँ हो, त्यहाँ चाहिँ केही जग्गाहरू 5 कट्ठा 10 कट्ठा अथवा 5 रोपनी 10 रोपनी के हो त्यो सरकारले किनिदिने, एउटा सानो घर पनि बनाइने 8-10 लाख रुपियाँको, र उहाँहरूलाई त्यो जिम्मा लाएर लालपुर जसरी दिएर राखिदिने, उहाँहरूले त्यहाँ गरिखानु पर्यो। उहाँहरू पनि काठमाडौँमै घुस्रिने खालको अथवा काठमाडौँको छेउछाउै चाहियो भएर त्यो खालको भयो भने कहिले पनि चेन्ज हुँदैन। त्यसले गर्दाखेरि अब जो सक्नुहुन्छ, अहिले अब छोराछोरी पनि सक्षम हुनुभयो होला, उहाँहरू चाहिँ काठमाडौँमै बस्नुहुन्छ, जे गर्नुहुन्छ उहाँहरूले। तर एकचोटि अब विभिन्न ठाउँमा राखिरहने भन्दा यत्रो एरिया चाहिँ हाम्रो सरकारी जग्गा दिने होइन, हामी सरकारले किनिदियोस् नि त्यो जग्गा किनिदिएर उहाँहरू धनी पूर्जा नै हस्तान्तरण, त्यो पारदर्शी पनि हुन्छ र त्यो हिसाबले जानु। त्यो पनि त्यही जिल्ला प्रशासनले जिम्मा दिए भयो, होइन? अहिले भूमि सम्बन्धी के जिम्मा पनि दिइसकेको छ, आएको जिम्मा पनि सबै उहाँलाई दिएको छ। त्यही अनुसारले उहाँलाई जिम्मा दिएर सेटल गर्ने कामहरू पनि प्रत्येक जिल्लाको सुकुम्बासीलाई त्यही जिल्लामा स्थापित गर्ने, पुनर्स्थापित गर्ने, त्यो खालकोमा जान सक्यो भने सस्तोमा राम्रो काम हुन्छ र उनीहरूलाई पनि केही दिइसकेपछि त्यसमा क्रिएटिभ पनि हुन्छ। बरु त्यसमा अलिकति केही लोनहरू पनि सस्तो दरमा लोनहरू पनि ल्याइने, उसले के काम गरोस्, उसले के आफूलाई आत्मनिर्भर, म नेपाली नागरिक भन्ने उसलाई एउटा होस्। तर के छ भने अब अहिले काठमाडौँमा बसेछ, मेरो त्यहाँ यताबाट यता आम्दानी हुन्थ्यो, उता आउँछ, मेरो दोकान थियो, पसल थियो भएर त कहिले पनि सल्भ हुँदैन। त्यो भन्दा उहाँहरूले फेरि भाडामा लिएरै बस्नु पर्यो।